चरणको निर्वाचनमा मैले उम्मेदवारी चाहिँ उपसभापति पदमा उम्मेदवारी दिने विचार गरेको छु। त्यसमा अब अरू आकांक्षी साथीहरू के कसो हुनुहुन्छ एकछिन अब उम्मेदवारीको लागि समय खुल्ला भइसकेपछि थाहा हुन्छ। अबको चरण चाहिँ सके हामी सहमतिमै जाने, सहमति हुन सकेन केही साथीहरूको रेजोल्युसन गयो भनेदेखि निर्वाचनमा जाने हुन्छ। त्यसको तयारीमा अब लाग्यो। हामीले अब डायलग गर्ने यसो गरेर यसो हुने निर्वाचनमा त्यस्तो प्रक्रिया हुँदैन। निर्वाचनमा भनेको चाहिँ सकिन्छ भने हामीले डायलग गरेर यसलाई कसैले समर्थन गर्न सकिन्छ, उहाँलाई छोड्न सकिन्छ भन्ने भयो भने त्यो प्रक्रियामा जाने हो। त्यही भएर मूल नेतृत्व भन्दा पनि हामी जो अध्यक्षहरू हुन्छौँ हामी अब जिम्मेवार नेताहरू नै हौ। त्यही भएर अब हामी सहमति गरौँ भनेर डायलगहरू गर्नलाई प्रयत्न गर्छौँ। यो पार्टीभित्र मूल नेतृत्व निर्वाचनमा त त्यस्तो हुँदैन नि। निर्वाचनमा मूल नेतृत्व एकदमै पारदर्शी भएर निष्पक्ष भएर बस्नुपर्छ। मूल नेतृत्वबाट त्यस्तो केही पनि कुरा छैन। उहाँहरूले चाहिँ सबैलाई बराबरी नै गर्नुपर्छ। हामीले चाहिँ आकांक्षीहरू कति हुन्छौँ डायलग गरेर केही सहमतिमा पुग्न सकिन्छ भने एकदम राम्रो। त्यसमा हामी प्रयत्न गर्छौँ। त्यो भएन भने चुनावमा जाने।